नमस्कार, मदनसँग तितो मिठोमा हार्दिक स्वागत। आज मन्दीको कुरा गरौँ है। यता जेन्जीको ड्याङडुङ, उता मोन्थाको गड्याङगुडुङ। अहिले देशमा आर्थिक मन्दीको साङ्गीतिक महोत्सव चलिरहेछ। गोविन्दजी आफ्नो पसलमा बस्दा बस्दै पुराना साथीहरूलाई सम्झिरहेछन्। मन्दीको राम्रो कुरा के भने राम्रा दिनहरूमा त मान्छे भगवानलाई पनि सम्झिँदैनन्। एकजना कविले भने पनि छन्, दुःखमा त सबैले ईश्वरलाई पुकार्छन्, सुखमा भने कसैले यादसम्म गर्दैन। त्यही भएर होला हिजो आज कोही आफ्नो ढोकामा आयो वा फोन गर्यो भने पनि मनमा पहिलो विचार यही आउँछ कि उधारो पैसा लिएर आएको तिर भन्दै थियो, कोही आयो होला वा त्यस्तै केही काम पर्यो होला, नत्र बिना मतलब कसले कसलाई सम्झिन्छ र अहिले जमानामा। बजारमा कामको चाप हुने समयलाई सिजन भनिन्छ। त्यतिखेर व्यापारीहरू यति व्यस्त हुन्छन् कि पिसाब रोकेर हिसाबमा बसिरहेका हुन्छन्। त्यतिखेर कसैलाई सम्झने सम्भवै हुँदैन। तर अहिले त राजनीति बाहेक सबैतिर मन्दी सिजन चलिरहेछ। दिन लागेपछि हिसाब र निसाब दुवै बिग्रिन्छ अरे। त्यसैले व्यापारीहरू धेरै पानी पिइरहेछन् र बिना जरुरी पनि पिसाब गर्न गइरहेछन्। टाइम पास। यी दिन यी रातहरू काटौँ भन्दा पनि काटिँदैनन्। बजार यति चिसो छ कि सेमी कर्फ्यू लागे जस्तो छ। अहिले ग्राहक आउँदैनन्। जो आउँछन् पसल वरिपरि परिक्रमा लगाएर निस्किहाल्छन्। मानौ उनीहरू बजार होइन कुनै देवालयको दर्शन गर्न चाहिँ आयो। खल्तीमा पर्सहरू ओठ सुकेका विधवा जस्तै बेरङ्ग र उदास छन्। जस्तो कि पहिले गहना सिन्दुर र श्रृङ्गारले भरिपूर्ण उनी अहिले भजन सुन्दै जीवन काटिरहेकी छिन्। के लिएर आएका थियौ, के लिएर जानेछौ, खाली हात आएका थियौ, खाली हातै जानेछौ। पसलमा बस्दा बस्दै हिजो गोविन्दजीले आफ्नो पुरानो रेडियो निकालेर धुलोसुलो सफा गरे। सोचे ग्राहकको प्रतीक्षामा सडकका मान्छे गनेर बसिरहनु भन्दा त रेडियोमा यसो फरमाइस गीत सुनेर वा 60-70 का दशकका गीतमा हराउनु नै बेस। पुराना सम्झनाहरू उछलकुद गर्न थाले भने अहिले व्यवसाय गर्दाका दुःख पनि बिर्सिन सकिएला नि त। किनकि मन्दी पनि त एक प्रकारको दुःख नै हो नि, पीडा नै हो नि। त्यसैले यसका लागि अङ्ग्रेजीमा डिप्रेसन भन्ने शब्द निकाले होला। हुन त फेसबुक र व्हाट्सएपको जमानामा रेडियो त पुरानो भयो होला, ठिकै छ त। मोमो, चाउचाउ, पिज्जा, बर्गर खाने जमाना भए पनि अझै चिउरा तरकारी वा मालपुवा पनि त खाइन्छ नि, त्यस्तै क्या। पहिले गोविन्दजीका पसलमा 10औं जना कर्मचारी हुन्थे। सामान बेच्न भ्याइ नभ्याइ हुन्थे। अहिले त प्राय सबैलाई हटाइसकिया छ, एउटालाई मात्र राखिया छ क्यारे। उसले पनि मालिक गोविन्दजीसँगै निशुल्क रेडियो सुनिरहन्छ। यो कुरा चाहिँ गोविन्दजीलाई त्यति मन पर्दैन। मन्दी भयो त के भयो, मालिक मालिक हो, कामदार कामदार हो। मन्दी छायो भन्दैमा मालिक र कामदार एउटै टेबल वरिपरि बस्ने, एउटै रेडियो सुन्ने, उस्तै कपमा चिया पिउने, यो त लोकतन्त्रको चरम दुरुपयोग हो नि। अझ मालिक र कर्मचारी एउटै टेबल वरिपरि बसेर भजन समेत सुन्नु धिक्कार छ। तर के गर्नु, समयको छालले फालेपछि, मन्दीले जालो हालेपछि मै हुँ भन्नेको पनि दिनगन्ती सुरु हुँदो रहेछ। त्यस्तै रनाहामा यो कविता बन्या होला। सहु 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 बाबु सहनै नसके पनि समयले जे गराउँछ सहनै पर्छ। यस मन्दीले त सबैको अवस्था ध्वस्तै बनाछ भने आधाभन्दा बढी नेपालीहरू त ऋणमा चुर्लुम्म डुब्या छन्। दैनिक पत्रिकाहरूमा बैंकहरूले निकाल्ने गरेको सूचनाबाटै स्पष्ट हुन्छ नि। नेताहरू बाहेक अहिले करिब सबै नेपाली आर्थिक मन्दीमा फस्या छन्। त्यसैले यो बेला कुनै मालिकले पनि कपडामा अत्तर वा कपालमा चमेलीको तेल लाएर हिँडिरहेका छैनन्। यसको मतलब के मालिक के कर्मचारी अहिले सबै बराबर भएका छन् आर्थिक हिसाबले। नेपालमा कम्युनिस्टहरूले ल्याउन नसकेको समानता त अहिलेको मन्दीले पो ल्याइदिएछ। कामदार कर्मचारीहरू त बरु खाली बसे पनि तलब त पाइरहेछन्। सबैभन्दा फाल्तु त गोविन्द जस्ता साउजीहरू नै छन् बरु। यतिसम्म पनि ठिकै थियो। तर कर्मचारीहरू त गाना सुन्दै वा फेसबुक चलाउँदै खुट्टा हलाउँदै मजा पो लिइरहेछन् बा। यो कुरा गोविन्दजीले कसरी पचाउने? ग्रहण लागेको जस्तै गिर्दै गरेको आत्मसम्मानमा हिलो समेत छ्यापिएको जस्तो लागिरहेको छ गोविन्दजीलाई। उनलाई यति रिस उठेको छ कि कामदारलाई कामबाटै निकालिदिउँ। तर बाध्यता यस्तो छ कि उसलाई पहिले एडभान्स यानि ऋण दिइएको थियो, जुन तलबबाट महिनै पछि कटाइरहनु पर्ने हुन्छ।
यो त जेनजी वा जेनजीको सिफारिसमा बनेका तर कहिल्यै कतै नाम नसुनिएका मानिसहरू मन्त्री बनेकामा राजनीतिका 12 दाइहरूले कसरी पचाउने भने जस्तै भएको छ क्या गोविन्दजीलाई पनि। अर्को दिन गोविन्दजीले त्यो रेडियो नै पसलबाट घरै लैजान निधो गरे। हिजो आज उनी आफ्नो सेलफोनमा इयरफोन लाएर भजन सुन्न थालेछन्। यो देखेर कामदारले पनि तलब सलब र सरसापटमा स्मार्टफोन जोहो गरेर कानमा इयरबड घुसाएर हिपहप सुन्न थालेछ। यसको मतलब मालिक र कामदार दुवै आफू आत्मनिर्भर हुने लाइनमा छन्। आफ्नो व्यवसाय नचलेका, आन्दोलनमा घरबार जलेका र जागिर सागिर नभएका हामी जस्ताले चाहिँ दिन कसरी कटाउने भन्ने पो पिर पर्न थालेछ भने। तर म भन्छु कि दिनभरि सामाजिक सञ्जाल हेरेरै बिताइदिउँ। आज कुन चाहिँ नेतालाई नयाँ भगवान बनायो, कसलाई धुलो चटायो भन्ने हेरेरै आनन्द लिन सकिन्छ नि। हामी नेपाली यस्ता कलामा त अगाडि नै छौँ नि। नत्र मन्दीमा मेडिटेसन पनि उम्दा हुन्छ। अझ सबैभन्दा राम्रो उपाय त गोविन्दजीले जस्तै भजन सङ्गीत सुनेर बस्नुमा नै परमानन्द हुन्छ भन्ने मलाई लागिरहेछ। बरु आउनुहोस्, व्यवसाय बिर्सौँ, देशै बिर्सौँ, आफैलाई बिर्सौँ। बरु यो मन्दीमा साङ्गीतिक समाधिमा प्रवेश गरौँ र यसैमा रमाउँ। नमस्कार, के छ तपाईँको विचार?